कल्पना गर्नुहोस् बजारका उत्कृष्ट 50वटा कम्पनीहरू हामीसँग छ अनि ती कम्पनीहरूको ब्यालेन्स सिट विश्लेषण गर्ने बजारको ट्रेन्ड हेर्ने र कुन शेयर किन्ने वा बेच्ने भनेर दिनहुँ निर्णय गर्नको लागि एउटा उच्च स्तरको वित्तीय विशेषज्ञलाई काममा राखिएको छ। त्यो पनि एकदमै सानो रकममा होइन त? हो नि, यो सबै गर्नको लागि जम्मा 1000 रुपियाँ मात्र भए पुग्छ भन्यो भने कस्तो सुनिन्छ? सुन्दा त कुनै काल्पनिक कथा जस्तो लाग्न सक्छ, तर म्युचुअल फन्ड्सले ठ्याक्कै यही काम गर्छ। एकदम सही कुरा। आजको यस गहिरो विश्लेषणमा सबैलाई स्वागत छ। आज हाम्रो मिशन एकदमै स्पष्ट छ। हामी म्युचुअल फन्डका भित्री मेकानिक्स, यसको पछाडिको गणित र साना लगानीकर्तादेखि ठूला अर्थतन्त्रसम्म यसले कसरी प्रभाव पार्छ भन्ने कुराको चिरफाड गर्दैछौँ। र प्राविधिक कुराहरू सबैले बुझुन् भनेर हामी नेपाली एक्सप्लेनेसन विथ इङ्ग्लिश टर्म्स अर्थात् अङ्ग्रेजी शब्दावली सहितको सरल नेपाली व्याख्या प्रयोग गर्नेछौँ। यो साँच्चै नै वित्तीय संसारको एउटा उत्कृष्ट इनोभेसन हो। खासमा भन्नुपर्दा म्युचुअल फन्डको सबैभन्दा आधारभूत चक्र, जसलाई हामी पुल अफ मनी कन्सेप्ट भन्छौँ नि, त्यसले लगानीको परिदृश्य नै पुरै परिवर्तन गरिदिएको छ। त्यो पुल अफ मनी भनेको चाहिँ ठेक्क कसरी काम गर्छ? अब यसलाई यसरी हेरौँ, हजारौं इन्भेस्टर्ससँग लगानी गर्न थोरै थोरै पुँजी हुन्छ। शेयर बजारमा एउटा समस्या हुन्छ जसलाई इन्डिभिजिबिलिटी अफ स्टक्स भनिन्छ। भनेपछि शेयरलाई टुक्र्याउन नमिल्ने समस्या हो, ठ्याक्कै त्यही। अर्थात् यदि कुनै राम्रो कम्पनीको शेयर मूल्य 2000 छ र लगानी गर्न जम्मा 500 रुपियाँ मात्र छ भने त्यो शेयर त किन्न सकिएन नि। सकिएन। 500 रुपियाँ त त्यत्तिकै थन्किने भयो। हो, तर म्युचुअल फन्डले के गर्छ भने ती हजारौं लगानीकर्ताहरूको सानो रकम जम्मा गरेर एउटा विशाल पुँजी खडा गर्छ अनि त्यो ठूलो पुँजीलाई एकजना फन्ड म्यानेजरले व्यवस्थापन गर्छन्। उनीहरूको काम भनेकै बजारको गहिरो रिसर्च गरेर त्यो पुँजीलाई विभिन्न सेक्युरिटिज जस्तै शेयर, बन्ड वा डिबेन्चरमा रणनीतिक रूपमा लगानी गर्नु हो। भनेपछि विशेषज्ञले हाम्रो पैसा चलाइदिने भए। एकदम। अनि त्यहाँबाट जे रिटर्न्स आउँछ, व्यवस्थापन खर्च कटाएर त्यो प्रतिफल फेरि तिनै लगानीकर्ताहरूलाई उनीहरूको लगानीको अनुपातमा फर्काइन्छ। यो त ठ्याक्कै कारपोलिङ जस्तै भयो नि। हो र? कसरी? जस्तै हामी सबैलाई एउटै गन्तव्यमा पुग्नु छ, तर सबैसँग आफ्नै गाडी किन्ने पैसा वा चलाउने सिप छैन। त्यसैले हामी सबै मिलेर एउटा भाडाको गाडी लिन्छौँ, एकजना प्रोफेसनल ड्राइभर राख्छौँ र खर्च बाँड्छौँ। अरे वाह, एकदमै सटिक उदाहरण। ठ्याक्कै त्यही हो। तर यहाँ मेरो एउटा प्रश्न छ। यो पुल अफ मनीले व्यक्तिगत लगानीकर्तालाई मात्र फाइदा पुर्याउँछ कि समग्र अर्थतन्त्रको चक्का घुमाउन पनि यसको कुनै ठूलो मेकानिजम छ? किनकि यति ठूलो पुँजी एकै ठाउँमा जम्मा हुँदा बजारमा यसको प्रभाव त पक्कै पर्छ होला नि, होइन र? एकदमै गहिरो प्रभाव पर्छ। यसलाई म्याक्रो इकोनोमिक लेभलमा हेर्ने हो भने म्युचुअल फन्डले अर्थतन्त्रमा दुईवटा ठूला काम गरिरहेको हुन्छ। पहिलो त हाउसहोल्ड सेभिङ्सको परिचालन। घरायसी बचत भन्नाले ब्याङ्कमा सुत्तेर बसेको पैसा हो। निष्क्रिय बसेको सासानो बचतलाई यसले सिधै कर्पोरेट वर्ल्डसम्म पुर्याउँछ, जसले गर्दा कम्पनीहरूले आफ्नो व्यापार विस्तार गर्न आवश्यक फन्ड पाउँछन्। र दोस्रो, सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले क्यापिटल मार्केट र मनी मार्केटमा स्टेबिलिटी ल्याउँछ। स्टेबिलिटी कसरी? शेयर बजार त सधैँ उतार चढावमै हुन्छ नि। आज बढ्यो, भोलि घट्यो। हो, तर त्यो उतार चढाव वा भोलाटिलिटी धेरैजसो खुद्रा लगानीकर्ताहरूको भावनात्मक निर्णयले गर्दा हुन्छ। बजार अलिकति घट्ने बित्तिकै साना लगानीकर्ताहरू डराएर प्यानिक सेल गर्न थाल्छन्। अत्तालिएर बेच्ने बानी हुन्छ। हो नि, अनि त्यसले बजारलाई झनै तल झार्छ। तर म्युचुअल फन्डका म्यानेजरहरू त भावनामा बगेर काम गर्दैनन् नि। उनीहरूसँग एउटा निश्चित म्यान्डेट हुन्छ। मानौ कुनै फन्डले 60% इक्विटीमा लगानी गर्ने नियम बनाएको छ। अनि बजार घट्दा के हुन्छ त? जब बजार घट्छ, उनीहरूको पोर्टफोलियोमा इक्विटीको भ्याल्यू घटेर 55%मा झर्न सक्छ। अब त्यसलाई फेरि 60% पुर्याउन उनीहरूले घटेको बजारमा थप शेयर किन्नै पर्ने हुन्छ। भनेपछि अरूले बेचिरहेको बेला उनीहरू किनिरहेका हुन्छन्? एकदम। यसरी जब अरू सबै बेचिरहेका हुन्छन्, फन्ड म्यानेजरहरूले सस्तोमा शेयर किनेर बजारलाई एउटा फ्लोर वा सपोर्ट दिइरहेका हुन्छन्। यसले गर्दा बजारको भोलाटिलिटी धेरै हदसम्म नियन्त्रण हुन्छ र बजार स्थिर रहन मद्दत पुग्छ।
भनेपछि उनीहरूले बजारको एउटा सक एब्जर्भरको रूपमा काम गर्छन्। यो त एकदमै राम्रो कुरा भयो। प्रोफेसनल म्यानेजमेन्ट, लिक्विडिटी, ट्रान्सपेरेन्सी र ट्याक्स बेनिफिट्स जस्ता फाइदाहरू त छँदैछन्। तर यहाँ एउटा ठूलो क्याच छ जस्तो लाग्छ मलाई। के विषयमा? म्युचुअल फन्डको एउटा मुख्य फाइदा भनेर डाइभर्सिफिकेसनलाई भनिन्छ नि, एउटै टोकरीमा सबै अन्डा नराख्नु भनेर। हो भनिन्छ। तर यदि पैसा 50वटा फरक कम्पनीमा छरियो भने के त्यसले रिटर्न्सलाई पनि एभरेज वा औसत मात्र बनाइरहेको हुँदैन र? एउटा चलाक लगानीकर्ताले गहिरो अनुसन्धान गरेर उत्कृष्ट 3वटा कम्पनीमा मात्र पैसा खन्यायो भने त बजारलाई सजिलै जित्न सक्छ नि। के जोखिम कम गर्ने नाममा धेरै कमाउने मौका गुमाइएको होइन र? वाउ, यो एकदमै क्लासिक डिबेट हो, कन्सन्ट्रेसन भर्सेस डाइभर्सिफिकेसन। भर्खरै भनिएको कुरा गणितीय रूपमा एकदम सत्य हो। डाइभर्सिफिकेसन डज नट अलाउ म्याक्सिमाइजिङ द रिटर्न्स। भनेपछि मैले ठिक सोचेको रहेछु। हो, यदि कुनै लगानीकर्तासँग कम्पनीको भित्री कुरा बुझ्न सक्ने क्षमता छ र उसले एउटै कम्पनीमा ठूलो बाजी लगाउँछ भने उसले म्युचुअल फन्डले भन्दा कैयौं गुणा बढी नाफा कमाउन सक्छ। तर त्यहाँ सर्भाइभरशिप बायस लुकेको हुन्छ। सर्भाइभरशिप बायस भन्नाले? हामीले सफल भएका ती केही व्यक्तिहरूलाई मात्र देख्छौं के, तर एउटै कम्पनीमा पैसा खन्याएर डुबेका हजारौं लगानीकर्ताहरूलाई बिर्सन्छौं। म्युचुअल फन्ड रातारात धनी बन्ने जादुको छडी पक्कै होइन। जोखिमलाई सन्तुलनमा राख्ने टुल हो। एकदमै। यसको उद्देश्य भनेको जोखिमलाई अप्टिमाइज गर्नु हो। सुरक्षित खेल्नुको मूल्य भनेकै अत्यधिक नाफा कमाउने अवसरलाई सीमित गर्नु हो। यसको साथै यसमा कस्ट फ्याक्टर पनि अर्को बेफाइदा हो। कस्ट फ्याक्टर भनेको शुल्कहरू हो नि। फन्ड म्यानेजरको तलब र व्यवस्थापन शुल्कले कम्पाउन्डिङको क्रममा लामो समयमा समग्र प्रतिफललाई अलिकति तल तानिरहेको हुन्छ र सँगसँगै अनएथिकल प्र्याक्टिसेसको जोखिम पनि रहन्छ। अनैतिक अभ्यासहरू कस्तो खालको? कहिलेकाहीँ फन्ड म्यानेजरले आफ्नै माउ कम्पनीलाई फाइदा पुग्ने गरी गलत सेयरहरू किनिदिन सक्छन्। यो एउटा यथार्थ हो, त्यही अनएथिकल प्र्याक्टिसेसलाई रोक्नको लागि नै पक्कै पनि कडा कानुनी संरचना बनाइएको हुनुपर्छ। नेपालको सन्दर्भमा कुरा गर्दा म्युचुअल फन्ड रेगुलेसन 2067ले यसलाई कसरी नियन्त्रण गर्छ? जो कोहीले पनि म म्युचुअल फन्ड चलाउँछु भनेर पैसा उठाउन त पक्कै पाउँदैन होला। यसको स्ट्रक्चर कस्तो छ नि? पक्कै पाउँदैन। त्यसैले नेपालमा म्युचुअल फन्डको संरचनालाई निकै कसिलो बनाइएको छ। यसमा चेक एन्ड ब्यालेन्स कायम गर्न 5वटा छुट्टा-छुट्टै खम्बाहरू राखिएका छन्। 5वटा खम्बा? पहिलो कुन हो? पहिलो खम्बा हो फन्ड स्पोन्सर। यो भनेको फन्डको परिकल्पनाकार वा प्रमोटर हो। जो पायो त्यही स्पोन्सर बन्न पाउँदैन। यसको लागि बैंक, वित्तीय संस्था वा बीमा कम्पनी हुनुपर्छ। अनि जसको चुक्ता पुँजी कम्तीमा 2 अर्ब रुपियाँ हुनुपर्छ र लगातार 5 वर्षको सफल सञ्चालन इतिहास हुनुपर्छ। एकछिन है, 2 अर्बको चुक्ता पुँजी नै किन चाहियो? यो त निकै ठूलो रकम भएन र? भयो नि, तर किनभने यदि भोलि गएर फन्ड व्यवस्थापनमा केही गम्भीर त्रुटि भयो वा कानुनी दायित्व आइलाग्यो भने त्यो दायित्व वहन गर्न सक्ने आर्थिक हैसियत त स्पोन्सरसँग हुनुपर्छ नि। त्यसैले बलियो सक एब्जर्भरको रूपमा यो नियम राखिएको हो। सुरक्षाको लागि। अनि दोस्रो खम्बा नि? अब दोस्रो खम्बा आउँछ एएमसी अर्थात् एसेट म्यानेजमेन्ट कम्पनी। यसलाई हामी फन्ड म्यानेजर भन्छौं। स्पोन्सरले एउटा छुट्टै कम्पनीको रूपमा एएमसी स्थापना गर्छ, जसलाई नेपाल धितोपत्र बोर्ड अर्थात् 7ले लाइसेन्स दिन्छ। बजारको दैनिक विश्लेषण गर्ने र कहाँ लगानी गर्ने भन्ने सम्पूर्ण जिम्मा यही एएमसीको हुन्छ। भनेपछि स्पोन्सरले पैसा उठाउने प्लेटफर्म बनाइदिन्छ, तर बजारमा खेल्ने काम चाहिँ एएमसीले गर्छ। हो, ठ्याक्कै। तर फेरि त्यही प्रश्न आउँछ नि, एएमसीले लगानीकर्ताको पैसा लिएर बदमासी गर्दैन भन्ने ग्यारेन्टी के त? हो, त्यहीँनिर तेस्रो खम्बाको प्रवेश हुन्छ फन्ड सुपरभाइजर्स। स्पोन्सरले कम्तीमा 5 जना स्वतन्त्र, प्रतिष्ठित र व्यावसायिक व्यक्तिहरूलाई सुपर्यवेक्षकको रूपमा नियुक्त गर्छ। उनीहरूको काम निगरानी गर्ने हो। एकदम। उनीहरूको काम भनेकै एएमसीले कानुन मानेको छ कि छैन, लगानीकर्ताको पैसा जोखिमपूर्ण वा अनैतिक ठाउँमा त गएको छैन भनेर निगरानी गर्नु हो। एएमसी र सुपरभाइजर्स बीच सधैँ एउटा टेन्सन वा शक्ति सन्तुलन कायम हुनुपर्छ। यो त एकदमै राम्रो मेकानिजम रहेछ। अब बाँकी 2वटा खम्बा के हुन् त? चौथो हो डिपोजिटरी।
यसले फन्डको सम्पत्तिको भौतिक र विद्युतीय सुरक्षा गर्ने, लगानीकर्ताहरूको रेकर्ड राख्ने काम गर्छ। भनेपछि पैसा त्यहाँ सुरक्षित हुन्छ। हो, यदि एएमसी भोलि गएर टाट पल्टियो भने पनि लगानीकर्ताको पैसा सुरक्षित रहन्छ, किनकि सम्पत्ति एएमसीको ब्यालेन्स सिटमा होइन, छुट्टै ट्रस्ट वा डिपोजिटरीमा राखिएको हुन्छ। र पाँचौं खम्बा हुन् युनिट होल्डर्स, अर्थात् फन्डमा पैसा हाल्ने अन्तिम लगानीकर्ताहरू। सम्पत्ति छुट्टै सुरक्षित हुन्छ भन्ने कुराले पक्कै पनि ठूलो राहत दिन्छ। तर त्यो सम्पत्तिको मूल्य हरेक दिन कसरी मापन गरिन्छ नि? भन्नाले जस्तै शेयर बजारमा त कुनै कम्पनीको शेयर मूल्य 1000बाट 900 भयो भने सिधै स्क्रिनमा देखिन्छ। तर म्युचुअल फन्डमा त 50 वटा फरक शेयर हुन्छन्, केही बन्ड हुन्छन्, केही नगद हुन्छ। मेरो लगानीको आजको वास्तविक भ्याल्यु कति हो भनेर एउटा युनिट होल्डरले कसरी थाहा पाउने त? यसको लागि एनएभी अर्थात् नेट एसेट भ्याल्युको प्रयोग गरिन्छ। यो बुझ्न एकदमै जरुरी छ, किनकि म्युचुअल फन्डको मुटु नै यही हो। यो कसरी निकालिन्छ त? एनएभी भनेको फन्डलाई आजको आजै बन्द गरेर सबै कुरा बेच्ने हो भने एउटा युनिटको भागमा कति पैसा पर्छ भन्ने कुराको हिसाब हो। यसको मेकानिजम धेरै सरल छ। दिनको अन्त्यमा फन्डले किनेका सबै शेयर र बन्डहरूको आजको बजार मूल्य जोडिन्छ। अनि त्यसमा नगद पनि जोडिन्छ होला, हैन? त्यसमा ब्याङ्कमा भएको नगद र पाउनुपर्ने ब्याज जोडिन्छ। यो भयो कुल सम्पत्ति अर्थात् टोटल एसेट्स। अब त्यसमा फन्डले तिर्नुपर्ने व्यवस्थापन शुल्क, अडिट फी र अन्य दायित्वहरू, लायबिलिटिज घटाइन्छ। अनि त्यसपछि भाग गर्ने। एकदम। बाँकी रहेको खुद्द रकमलाई फन्डले जारी गरेको जम्मा युनिट सङ्ख्याले भाग गरिन्छ। त्यसरी निस्केको अङ्क नै आजको न्याब हो। बजार मूल्य हरेक दिन परिवर्तन हुने भएकाले न्याब पनि दैनिक रूपमा घटबढ भइरहन्छ। भनेपछि न्याबले फन्डको वास्तविक स्वास्थ्य अवस्था देखाउँछ। तर के लगानीकर्ताले फन्ड किन्दा ठ्याक्कै त्यही न्याबको मूल्यमा किन्न पाउँछन् त? मैले त एन्ट्री लोड र एक्जिट लोड जस्ता शब्दहरू पनि सुनेको छु। यी लोड्सले लगानीकर्ताको खल्तीमा कसरी असर गर्छन् नि? खल्तीमा राम्रै असर गर्छन् भनौँ न। यो एकदमै महत्त्वपूर्ण फ्रिक्सन कस्ट हो। एन्ट्री लोड भनेको फन्डमा प्रवेश गर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क हो। मानौ न्याब 10 रुपियाँ छ र एन्ट्री लोड 2% छ भने एउटा युनिट किन्न 10 रुपियाँ 20 पैसा तिर्नुपर्छ। भनेपछि किन्ने बित्तिकै घाटा हो नि। यसको अर्थ के हो भने फन्डमा छिर्ने बित्तिकै गणितीय रूपमा घाटा भयो, किनकि लगानीको भ्याल्यु 10 रुपियाँ मात्र छ। त्यस्तै एक्जिट लोड भनेको फन्ड बेचेर बाहिरिँदा काटिने शुल्क हो। अगाडि नै निस्किँदा लाग्ने जरिवाना जस्तो। ठ्याक्कै। यदि छिटै बाहिरिने हो भने फन्डले जरिवाना स्वरूप केही प्रतिशत पैसा काटेर मात्र बाँकी रकम फिर्ता दिन्छ। नेपालमा यी शुल्कहरू सिधै एएमसीको आम्दानीमा जान्छन्, फन्डको मूल पुँजीमा होइन। यद्यपि आजभोलि लगानीकर्ताहरू सचेत हुन थालेपछि धेरै फन्डहरू नो लोड फन्ड्सको रूपमा आउन थालेका छन्, जहाँ यस्ता शुल्कहरू लाग्दैनन्। यो त कुनै महँगो क्लबमा छिर्दा तिर्नुपर्ने कभर चार्ज र होटेलको रुम समय अगावै छोड्दा लाग्ने अर्ली चेकआउट फी जस्तै भयो। हो, एकदम मिल्ने उदाहरण। यो शुल्कले कम्पाउन्डिङको जादुमा ठूलो ब्रेक लगाउन सक्छ नि। अब अलिकति फन्डको प्रकारहरूतर्फ लागौँ न। बजारमा कस्ता कस्ता प्रकारका फन्डहरू अर्थात् टाइप्स अफ स्किम्स उपलब्ध छन्? यो ओपन एन्डेड र क्लोज्ड एन्डेडको भिन्नता के हो? संरचनाको आधारमा हेर्दा ओपन एन्डेड फन्डहरू एकदमै लिक्विड र लचिलो हुन्छन्। यिनमा कुनै परिपक्व हुने निश्चित अवधि हुँदैन। भनेपछि जतिखेरै किन्न र बेच्न पाइयो? एकदम। लगानीकर्ताले जुनसुकै बेला फन्ड म्यानेजरबाट सिधै आजको नाभमा युनिट किन्न वा बेच्न सक्छन्। यसले गर्दा फन्डको आकार दिनहुँ परिवर्तन भइरहन्छ। अर्कोतर्फ क्लोज्ड एन्डेड फन्डको आकार र अवधि निश्चित हुन्छ, जस्तै 10 वर्ष। यसमा सुरुमा अर्थात् एनएफओमा मात्र पैसा हाल्न पाइन्छ। अनि बीचमा पैसा चाहियो भने नि? त्यसपछि यो शेयर बजारमा अर्थात् स्टक एक्सचेन्जमा लिस्टिङ हुन्छ। यदि बीचमा पैसा चाहियो भने फन्ड म्यानेजरलाई युनिट फिर्ता गर्न पाइँदैन। शेयर बजारमा गएर अरू नै कुनै लगानीकर्तालाई त्यो युनिट बेच्नुपर्छ। बुझेँ। अनि लगानीको उद्देश्यको आधारमा नि सबै फन्डले शेयर बजारमै मात्र पैसा हाल्छन् भन्ने त छैन होला? पक्कै छैन। जोखिम लिने क्षमता अनुसार फन्डहरू फरक हुन्छन्। ग्रोथ वा इक्विटी स्किमले आफ्नो अधिकांश पुँजी शेयर बजारमा हाल्छ। यसमा भोलेटालिटी धेरै हुन्छ, तर लामो समयमा पुँजी वृद्धि अर्थात् क्यापिटल एप्रिसिएसन हुने सम्भावना पनि उच्च हुन्छ। अनि अलि सुरक्षित खेल्नेहरूको लागि नि?
जो लगानीकर्तालाई जोखिम मन पर्दैन उनीहरूको लागि इन्कम वा डेट स्किम हुन्छ। यसले सरकारी बन्ड, फिक्स डिपोजिट जस्ता निश्चित ब्याज आउने ठाउँमा लगानी गर्छ। यसमा प्रतिफल स्थिर हुन्छ। अनि दुवैको फाइदा लिने हो भने त्यसको लागि ब्यालेन्स्ड फन्ड छ जसले यी दुवैलाई मिलाउँछ, केही प्रतिशत इक्विटीमा र केही डेप्टमा। अनि लिक्विड फन्ड्स भनेको चाहिँ एकदमै छोटो अवधिको लागि, जस्तै केही दिन वा महिनाको लागि पैसा सुरक्षित राख्न र थोरै ब्याज कमाउन प्रयोग गरिने फन्ड हो। तर यहाँनिर मलाई सबैभन्दा रोचक लाग्ने विषय भनेको म्यानेज्ड फन्ड्स भर्सेस इन्डेक्स फन्ड्सको बहस हो। यो एकदमै चर्चामा रहने विषय हो नि। म्यानेज्ड फन्डमा म्यानेजरहरूले कुन शेयर किन्ने र कुन बेच्ने भनेर दिनरात अनुसन्धान गरिरहेका हुन्छन्। उनीहरूको काम नै बजारलाई जित्नु हो। तर इन्डेक्स फन्ड त एकदमै बोरिङ हुन्छ। यसले त बजार जसरी हिन्छ त्यसैको नक्कल मात्र गर्छ। तैपनि लामो अवधिमा इन्डेक्स फन्डले महँगा म्यानेज्ड फन्डहरूलाई कसरी पछाडि पार्छ? यसको पछाडिको मेकानिजम के हो नि? यो त वित्तीय बजारको सबैभन्दा ठूलो आइरनी हो। खासमा हेर्नुहोस्, म्यानेज्ड फन्ड्समा उच्च तलब खाने एनालिस्ट्स हुन्छन्। उनीहरूले बारम्बार किनबेच अर्थात् एक्टिभ ट्रेडिङ गर्छन्, जसले गर्दा ट्रान्ज्याक्सन कस्ट र म्यानेजमेन्ट फी एकदमै उच्च हुन्छ। खर्च धेरै भयो। हो नि, मानव बजारले 10% प्रतिफल दियो र म्यानेजरले आफ्नो सी प्रयोग गरेर 12% कमायो। तर फन्डको खर्च नै 2.5% छ भने लगानीकर्ताको हातमा 9.5% मात्र पर्छ। भनेपछि कमाएको जति सबै खर्चमै गयो। ठ्याक्कै। अर्कोतर्फ इन्डेक्स फन्ड्सले कुनै अनुसन्धान गर्दैन। बजारको इन्डेक्समा जे कम्पनी छन् त्यही अनुपातमा किनेर चुपचाप बस्छ, जसलाई प्यासिभ इन्भेस्टिङ भनिन्छ। यसमा किनबेच नहुने भएकाले एक्सपेन्स रेशियो एकदमै नगण्य हुन्छ। ओहो, भनेपछि चुपचाप बस्नु नै फाइदाजनक रहेछ। हो, त्यसैले सक्रिय रूपमा म्यानेज गरिएका अधिकांश फन्डहरूले लामो अवधिमा आफ्नो महँगो शुल्कलाई जस्टिफाई गर्ने गरी प्रतिफल दिन सक्दैनन् र गणितीय रूपमै सस्तो इन्डेक्स फन्डले उनीहरूलाई जितिदिन्छ। वाउ, धेरै चलाक हुन खोज्दा लाग्ने खर्चले नै समग्र नाफालाई खाइदिने रहेछ। यो त साधारण लगानीकर्ताको कुरा भयो। अब अलि एडभान्स्ड खेलाडीहरूले के गर्छन् त्यता जाउँ न। मैले धेरै सुनेको तर खासै नबुझेको कुरा हेज फन्ड्स भनेको के हो र यो ETF अर्थात् एक्सचेन्ज ट्रेडेड फन्डले कसरी काम गर्छ? हेज फन्ड्स भनेका एकदमै धनी अर्थात् हाई नेटवर्थ र संस्थागत लगानीकर्ताहरूका लागि मात्र बनाइएका प्राइभेट फन्ड हुन्। साधारण म्युचुअल फन्डलाई कडा नियमन हुन्छ, तर हेज फन्डहरू निकै डिरेगुलेटेड हुन्छन्। भनेपछि उनीहरूले जे गरे पनि भयो। धेरै हदसम्म हो। यिनीहरूले बढी प्रतिफल ल्याउन लेभरेज अर्थात् भारी मात्रामा ऋण लिन्छन्, सर्ट सेलिङ गर्छन् र जटिल डेरिभेटिभ्समा खेल्छन्। यो अत्यन्तै जोखिमपूर्ण खेल हो। अनि ETF नि? अब ETF को कुरा गर्दा यो वित्तीय इन्जिनियरिङको एउटा उत्कृष्ट नमुना हो। यसले अघि हामीले कुरा गरेको ओपन एन्डेड र क्लोज्ड एन्डेड दुवैको राम्रो गुणलाई मिलाएको छ। ETF शेयर बजारमा लिस्टेड हुन्छ, त्यसैले दिनभरि जतिखेर पनि किन बेच गर्न मिल्छ, तर यसको बजार मूल्य NAV भन्दा धेरै तलमाथि हुँदैन। हो, त्यहीँनिर मलाई कन्फ्युजन छ। शेयर बजारमा त डिमान्ड र सप्लाईले मूल्य निर्धारण गर्छ। यदि बजारमा प्यानिक भयो र सबैले ETF बेच्न थाले भने त यसको मूल्य NAV भन्दा धेरै तल जानुपर्ने होइन र? यसको पेक कसरी मेन्टेन हुन्छ त? एकदम सही प्रश्न। यहीँनिर आर्बिट्रेजरको मेकानिजमले काम गर्छ। मानौ ETF को NAV 100 रुपैयाँ छ, तर बजारमा प्यानिक भएर यसको मूल्य 95 मा झर्यो। अनि? अब आर्बिट्रेजर, जुन एउटा संस्थागत खेलाडी हो, उसले बजारबाट 95 रुपैयाँमा लाखौं ETF युनिटहरू किन्छ। उसले ती युनिटहरू सिधै फन्ड म्यानेजरलाई लगेर बुझाउँछ र त्यसको सट्टामा 100 रुपैयाँ बराबरको अन्डरलाइङ स्टक्स अर्थात् शेयरहरूको बास्केट लिन्छ। भनेपछि सस्तोमा किनेर महँगो शेयर लियो। हो, अनि ती शेयरहरूलाई बजारमा बेचेर उसले प्रति युनिट 5 रुपैयाँ रिस्क फ्री नाफा कमाउँछ। यसरी आर्बिट्रेजरले बजारबाट सस्तोमा ETF किन्दा आएको बाइङ प्रेसरले ETF को मूल्यलाई फेरि धकेलेर 100 अर्थात् NAV को नजिक पुर्याउँछ। यो निरन्तर चलिरहने अदृश्य मेकानिजम हो। यो त गजबको आर्बिट्रेज मेकानिजम रहेछ। अब लगानीबाट बाहिरिने कुरा गरौँ। एउटा लगानीकर्ताले कुन बेला आफ्नो पैसा झिकेर भाग्ने एक्जिट स्ट्र्याटेजीका सङ्केतहरू के हुन् नि? मुख्यतया 3 वटा एक्जिट सिग्नल्स हुन्छन्।
पहिलो, लगातार अन्डर पर्फर्मेन्स। यदि फन्डले बजार बढ्दा पनि कमाउन सकेको छैन र घट्दा झनै धेरै गुमाइरहेको छ भने त्यो रेड फ्ल्याग हो। अनि दोस्रो हो अब्जेक्टिभ ड्रिफ्ट। मानव सुरक्षित डेप्थ फन्ड भनेर लगानी गरिएको थियो, तर म्यानेजरले प्रतिफल बढाउने लोभमा जोखिमपूर्ण शेयरहरू किन्न थाल्यो भने त्यहाँबाट बाहिरिनुपर्छ। अनि तेस्रो सङ्केत चाहिँ? तेस्रो हो म्यानेजर डिपार्चर। यदि विश्वास गरिएको राम्रो ट्र्याक रेकर्ड भएको स्टार फन्ड म्यानेजरले काम छोड्यो भने त्यो फन्डमा बसिरहनुको औचित्य नहुन सक्छ। स्पष्ट छ। अन्त्यमा एउटा अर्को प्राविधिक तर महत्त्वपूर्ण कन्सेप्ट छ, साइड पकेटिङ। यो अलि नयाँ कन्सेप्ट हो। मैले बुझेअनुसार यो भनेको फन्डभित्र खराब सम्पत्ति र असल सम्पत्तिलाई छुट्टा छुट्टै राख्ने प्रक्रिया हो। यसलाई एउटा उदाहरणबाट हेरौँ न। मानौ फन्डसँग धेरै राम्रा स्याउहरू भएको एउटा टोकरी छ। त्यसमध्ये एउटा स्याउ कुहिन थाल्यो। अब त्यो कुहिएको स्याउलाई त्यहीँ छोड्यो भने त बाँकी सबै राम्रा स्याउ पनि बिग्रिन्छन्। के साइड पकेटिङ भनेको त्यो खराब लगानीलाई क्वारेन्टिनमा राखेर छुट्टै एनएभी बनाउने प्रक्रिया हो, ताकि लगानीकर्ताहरू आत्तिएर पैसा निकाल्न नआउन्? वाउ, तपाईले ठ्याक्कै यसको कोर मेकानिजम समात्नुभयो। जब ओपन एन्डेड फन्डले लगानी गरेको कुनै कम्पनीले डिफल्ट गर्छ वा त्यो लगानी इलिक्विड अर्थात् नगदमा परिणत गर्न नसकिने हुन्छ, तब ठूलो समस्या आउँछ। लगानीकर्ताहरू डराएर भाग्न खोज्छन्, होइन? हो नि। आत्तिएका लगानीकर्ताहरू फन्ड बेचेर पैसा निकाल्न आउँछन्। फन्ड म्यानेजरले पैसा फिर्ता गर्नको लागि राम्रा र सजिलै बिक्ने अर्थात् लिक्विड शेयरहरू सस्तोमै बेच्नुपर्ने बाध्यता हुन्छ। खराब सम्पत्ति त बिक्दैन। त्यसले त फन्डमा बसिरहनेलाई झन् घाटा भयो नि। एकदम। यसले गर्दा फन्डमा बसिरहने बाँकी लगानीकर्ताहरूलाई झनै ठूलो घाटा हुन्छ। यसलाई रोक्न साइड पकेटिङ गरिन्छ। फन्ड म्यानेजरले त्यो खराब सम्पत्तिलाई साइड पकेटमा हाल्छ र त्यसको छुट्टै एनएभी निकाल्छ। अब फन्ड दुई भागमा बाँडिन्छ। अनि पैसा निकाल्न खोज्नेले चाहिँ के पाउँछन् त? यदि पैसा निकाल्न खोजियो भने राम्रो पोर्टफोलियोको मात्र पैसा पाइन्छ। खराब सम्पत्तिको पैसा त्यति बेला मात्र पाइन्छ जति बेला फन्डले त्यो डुबेको ठाउँबाट पैसा असुल गर्छ। यसले बजारमा आउने ब्याङ्क रन जस्तो अवस्थालाई रोक्छ। यो त प्रणालीगत जोखिम अर्थात् सिस्टमिक रिस्क कम गर्ने निकै शक्तिशाली औजार रहेछ। पक्कै पनि। समग्रमा भन्नुपर्दा आज हामीले पुल अफ मनीको आधारभूत चक्रदेखि लिएर एनएभीको गणितीय गणनासम्म बुझ्यौं। अर्थतन्त्रमा स्टेबिलिटी ल्याउन म्युचुअल फन्डले कसरी शक एब्जर्भरको काम गर्छ भन्ने मेकानिजमदेखि म्युचुअल फन्ड रेगुलेसन 2067ले खडा गरेका 5 वटा सुरक्षा खम्बाहरूको महत्त्व पनि कभर गर्यौं। हामीले धेरै कुरा समेट्यौं। हो, एन्ट्री र एक्जिट लोडको गणितीय असर र म्यानेज्ड फन्ड्सलाई इन्डेक्स फन्ड्सले कसरी पराजित गर्छन् भन्ने रोचक पक्ष पनि हेर्यौं। सँगसँगै ETF आर्बिट्रेज र साइड पकेटिङ जस्ता एडभान्स्ड कन्सेप्टहरूले कसरी जोखिम व्यवस्थापन गर्छन् भन्ने कुरा पनि छर्लङ्ग भयो। पक्कै पनि। यी सबै मेकानिजमहरूले लगानीलाई एउटा सुरक्षित र अनुशासित प्रक्रिया बनाउँछन्। तर कुराकानी बीट मार्नु अघि एउटा गहिरो विचारमा मन्थन गर्न जरुरी छ जस्तो लाग्छ मलाई। के विषयमा? हामीले देख्यौं कि कम खर्चिलो र कुनै मानवीय भावना नभएको इन्डेक्स फन्ड्सले महँगा मानव म्यानेजरहरूलाई सजिलै जितिरहेको छ। ETF आर्बिट्राज स्वचालित रूपमा चलिरहेको छ। साइड पकेटिङ जस्ता नियमहरूले मेकानिकल रूपमा जोखिम व्यवस्थापन गरिरहेका छन्। सबै कुरा अटोमेटिक जस्तै हुँदैछ। हो नि। यदि वित्तीय बजार यति धेरै डेटा ड्रिभन र गणितीय रूपमा सञ्चालित हुँदैछ भने के भविष्यमा हामीलाई मानव फन्ड म्यानेजरको पूर्ण रूपमा आवश्यकता नै पर्ला र? के त्यस्तो दिन आउला जब आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले मानिसको डर, लोभ र थकान बिना नै अर्बौं डलरको म्युचुअल फन्ड पूर्ण रूपमा आफै सञ्चालन गर्नेछ? ओहो, त्यो त निकै क्रान्तिकारी कुरा भयो। अनि यदि त्यसो भयो भने के त्यो आजको भन्दा बढी सुरक्षित र लाभदायक होला वा त्यसले कुनै नयाँ नसोचेको प्रणालीगत जोखिम ल्याउला? यो पक्कै पनि भविष्यको लागि एउटा महत्त्वपूर्ण प्रश्न हो। यो साँच्चीकै मन्थन गर्न लायक प्रश्न हो। प्रविधिले जसरी वित्तीय बजारलाई अटोमेट गर्दैछ, मानव र मेसिनको यो प्रतिस्पर्धाले लगानीको परिदृश्यलाई कहाँ पुर्याउँछ त्यो हेर्न बाँकी नै छ। तर अहिलेको लागि यो ज्ञान र मेकानिजमहरू बुझ्नु नै एउटा सचेत लगानीकर्ता बन्ने पहिलो कदम हो। आजको यो यात्रा यहीँ समाप्त हुन्छ। अर्को पटक यस्तै रोचक विषयको गहिराईमा फेरि भेट्नेछौँ।